मेरो कोही पनि छैन दायाँ बायाँ। अहिले मैले यहाँ लडिराख्दाखेरि मेरो फ्यामिली आएर सपोर्ट गर्ने माध्यम छैन। अहिले यति धेरै गाह्रो भइराख्दाखेरि चाहिँ यो मुद्दाहरूलाई यति धेरै कमजोर बनाइएको छ। उहाँहरूले न्याय दिने यो उहाँहरूको कर्तव्य हो र त्यो भनिरहँदाखेरि बिनुजी आज यहाँ रहरले बस्नु भएको होइन के, कोही पनि सडकमा रहरले बस्दैन के। मम्मी र म मात्रै भएको बेलामा गन नै देखाएर भाइलाई चाहिँ गाँजा चरेस केसमा फसाइदिन्छु, बहिनीलाई चाहिँ कलेज गएकै ठाउँमा फर्केर आउली कि नआउली भन्ने खालका धम्कीहरू दिएर अनि भोलिपल्ट आएर फेरि रुमबाटै मेरो मम्मी र मलाई हालेर लिएर गएर चाहिँ के लेखिएको छ त्यो पेपरमा त्यो पनि थाहा छैन मलाई, जस्ट साइन मात्रै गराइयो। त्यस्तो महिलालाई जो भोको प्यासो महिलालाई पुलिसहरूले लछार पछार गरेर उहाँहरूले अनाम नगरको प्रहरी बिटमा लगेर उहाँ दिनभरि त्यहाँनिर राख्नुभयो। त्यसपछि बल्ल बल्ल उहाँलाई राति पख उहाँहरूले छोड्नुभयो। डिएसपी सुरज कार्की उहाँले चाहिँ पहिला सुरुमा पैसाको बार्गेनिङहरू गर्नुभयो। मैले नमानिसके पछाडि अब भान्जालाई अपहरण केसमा अपहरण भएको छ भान्जाको भनेर म मुद्दा हालिदिन्छु तँलाई भन्नुभयो। त्यसपछि नि म डराइनँ होइन। त्यसपछि बिनुजीले सेतो साडी लगाएर रातो रङ सर्वोच्च अदालतमा पनि फाल्नुभयो। त्यो कुरा हामी सबै मिडियाकर्मीहरूलाई थाहा भएको कुरा हो होइन। प्रदीप कठाईबाट बलात्कार भएको हो अनि बलात्कार पछाडि चाहिँ मेरो चाहिँ जाहेरी दिएको जुन ठाउँमा त्यो जाहेरी फिर्ता गर्न लगाइयो जबरजस्ती। उहाँ साँच्चीकै केही न केही पीडामा परेर उहाँ आउनुभएको होला भन्ने मलाई अनुभूति भयो होइन। अहिले लगभग म उहाँसँग कनेक्ट भएको 1 वर्ष बढी भइसक्यो। अहिले 1 वर्षसम्म त उहाँ मेरो आफ्नै आफन्त जस्तै भइसक्नुभयो होइन। अति नै पीडित भएर अदालतबाट नै न्यायालयबाट नै पीडित भएर चाहिँ म अनसन सुरु गरेको हो। अहिलेसम्म चाहिँ हजुरले सपोर्ट गर्नुहुन्छ उहाँलाई? सुरुमा त बिनुजीलाई मैले पहिलो पटक भेटेको चाहिँ म निहारिका राजपुतसँग आमरण अनसन बसेको थिएँ। दर्शकबिन हरेक समस्याको सल्युसन भनेको एउटा हाम्रो माइतीघर मण्डला परेको छ। किनभने जहिलेसुकै जुनसुकै पनि परिस्थिति र स्थितिलाई समेटेर र जनताले चाहेको कुराहरू माग पुरा नभएको खण्डमा माइतीघर मण्डलामा आएर अनसन बस्ने, आन्दोलन गर्ने, र्याली गर्ने, जुलुस गर्ने प्रत्येक एउटा देशको भनौँ यो ठाउँमा आएर गर्ने गर्नुहुन्छ। आज एउटा फरक ढङ्गको विषय, जुन एउटा नारी घर सम्हालेर बस्ने नारीलाई यस्तो बन्धनमा पारिएर यस्तो व्यवस्थामा पारिएर उहाँको एउटा इज्जत लुट्ने कोसिस गरियो तर पनि राज्यले कुनै सुनवाई गरेको छैन। उहाँका मुद्दालाई पनि स्वतः हराइदिएको छ। कहाँ छ यो सरकार, कहाँ छ यो नियम र किन आजसम्म यहाँ बसिराख्नु भएको छ, बसेको कति दिन भयो र को हुन् यी पीडित भनेर म उहाँकै मुखारबिन्दुबाट सुन्न चाहन्छु। स्वागत छ हजुरलाई। धन्यवाद। हजुरको शुभ नाम? मेरो नाम जस्मिन ओझा। अनि उहाँको नाम? मेरो नाम बिनु यादव। प्रष्ट रूपमा पहिला हजुरको मुखबाटै सुनौँ, हजुर आज किन यहाँ बसिराख्नु भएको छ? मैले चाहिँ न्याय नपाएर हो। जस्तो समयमा जाँदाखेरि पनि अब मुद्दाहरू दर्ता नगरिदिने अनि त्यस पछाडि विभिन्न सङ्घ संस्थादेखि लिएर हरेक ठाउँमा जहाँ चाहिँ सम्बन्धित निकायहरू छन् त्यहाँ जाँदाखेरि पनि वास्तवस्था केही नहुने अनि यो अति नै पीडित भएर अदालतबाट नै न्यायालयबाट नै पीडित भएर चाहिँ म अनसन सुरु गरेको हो। पीडित के को हुनुभयो हजुरकै मुखबाट सुनौँ। म चाहिँ बलात्कार पीडित हो, बलात्कार भएको हो। सुरुमा कोबाट बलात्कार हुनुभयो? 2075 सालमा प्रदीप कठायत रामेछाप मन्थलीका व्यापारीको छोरा हुनुहुन्छ उहाँ होइन। प्रदीप कठायतबाट बलात्कार भएको हो अनि बलात्कार पछाडि चाहिँ मेरो चाहिँ जाहेरी दिएको जुन ठाउँमा त्यो जाहेरी फिर्ता गर्न लगाइयो जबरजस्ती। उहाँ फिर्ता गर्न लगाउने चाहिँ उहाँकै आफ्नै मामा हुनुहुन्छ डिएसपी सुरज कार्की। उहाँले चाहिँ पहिला सुरुमा पैसाको बार्गेनिङहरू गर्नुभयो। मैले नमानिसके पछाडि अब भान्जालाई अपहरण केसमा अपहरण भएको छ भान्जाको भनेर म मुद्दा हालिदिन्छु तँलाई भन्नुभयो। त्यसपछि नि म डराइनँ होइन। अनि धेरै डर धम्की लोभ लालच सबै दिइसके पछाडि म नमानिसके पछाडि अनि मेरो रुममा आएर चाहिँ मेरो मम्मी र म मात्रै भएको बेलामा गन नै देखाएर भाइलाई चाहिँ गाँजा चरेस केसमा फसाइदिन्छु, बहिनीलाई चाहिँ कलेज गएकै ठाउँमा फर्केर आउली कि नआउली भन्ने खालका धम्कीहरू दिएर अनि भोलिपल्ट आएर फेरि रुमबाटै मेरो मम्मी र मलाई हालेर लिएर गएर चाहिँ के लेखिएको छ त्यो पेपरमा त्यो पनि थाहा छैन मलाई, जस्ट साइन मात्रै गराइयो। त्यसपछि फिर्ता गराएर त्यही केटासँग बिहे गरायो, त्यही बलात्कारीसँग बिहे गरायो। त्यो पनि समाजलाई थाहा छैन, उनीहरूको समाजलाई। यहीँ बलात्कारी चाहिँ डिएसपीको को पर्दो रहेछ?
उहाँको आफ्नै भान्जा हो। हजुर, आफ्नै भान्जालाई चाहिँ उहाँले एउटा झुटो आरोप भनौँ न, हजुरको आरोपलाई चाहिँ झुटो साबित गरिदिनु भयो। हजुर, त्यो पेपरमा चाहिँ अहिले भेटिएको छ, त्यो पेपर धेरै अगाडिदेखि खोजिराखेको थियो, त्यो भेटिएको छ। उहाँले चाहिँ त्यो पेपरमा चाहिँ के लेख्नु भएको रहेछ भने त्यो केटासँग मेरो बिहे भएन भनेर मैले चाहिँ उसलाई त्रास देखाउनको लागि बलात्कारको मुद्दा हालेको भनेर उहाँहरूले चाहिँ साइन गर्न लाउनु भएको रहेछ होइन। त्यति बेला चाहिँ अब मलाई पढ्न दिएन होइन, के लेखेको छ मसँग कुनै कागजपत्र छैन। मेडिकल चाहिँ भइसकेको थियो, त्यो मेडिकलको आधारमा, मेडिकल भएको आधारमा चाहिँ अहिले चाहिँ उहाँलाई चाहिँ अनुसन्धान हुनुपर्छ। अनुसन्धान भइसके पछाडि कारबाही हुनुपर्छ, बलात्कारीलाई पनि र जोगाउनेलाई पनि। मेन भनेको जोगाउनेलाई, जुन घटनाको कारणले गर्दाखेरि मैले त्यो घरमा बिहे गरेर जानु पर्यो, त्यस पछाडि चाहिँ ममाथि धेरै हिंसाहरू भए, मेरो करियर बर्बाद भयो, मेरो शरीर काम नलाग्ने, मेरो पाठकहरूको स्थिति एकदमै कमजोर छ। एकतिरको पाठकहरूको नली छैन, 2टा बच्चा समेत एबर्सन गराइदिनु भएको हो, तँसँग वंश चल्दैन यताउता भन्ने खालका कुराहरू गर्नुभयो। तराईको जात, गरिबकी छोरी, त जस्तो मान्छेलाई त हामी भाँडा माझ्न राख्छौँ, त्यो खालको कुराहरू गर्नुहुने होइन। मलाई एकदमै धेरै घरेलु हिंसा, चोटपटकदेखि लिएर हरेक कुरा, जिउमा रडले हान्ने सबै काका ससुराले। अनि बिहे गरेर लगिसके पछाडि नि त्यो केटाको घरमा नराखिकन काकाको घरमा होटलमा लगेर राखिएको थियो, थुनेर बन्दक बनाएर। अनि त्यसपछि काकाले नै यो हिंसा सुरु गर्नुभयो त्यस पछाडि। अनि मैले बारम्बार यो मुद्दा दर्ता गराउन खोज्दाखेरि चाहिँ दर्ता गरिएन। अनि पछिल्लो समयमा चाहिँ अब मलाई घरबाट बाहिर चाहिँ यो बिरामी भएको ओभरडोज स्लिपिङ ट्याब्लेटहरू खानिदिएर मलाई चाहिँ एकदमै उठ्नै नसक्ने कन्डिसनमा बनाउनु भयो होइन। मलाई चाहिँ के भन्नुभयो भने एबर्सन गरिसके पछाडि ब्लिडिङ भएको थियो धेरै, यो औषधिले खाए पछाडि चाहिँ पेट दुख्नेहरू कम हुन्छ भनेर चाहिँ मलाई स्लिपिङ ट्याब्लेटहरू खान दिनुभएको रहेछ। अनि त्यस पछाडि अनि 2077 सालको साउनमा चाहिँ लिएर मलाई हालेर छोडिदिनु भयो। अनि उपचार गर 15 दिनपछि लिन आउँछु भनेर त्यो हस्बेन्डले छोडेर गइसके पछाडि उहाँले चाहिँ गएर तँलाई बलात्कारको हदम्याद कटाउनलाई मात्र बिहे गरेको, तँसँग कुनै पनि सम्बन्ध हुँदैन भनेर मलाई चाहिँ पटक पटक अब यतिसम्म कि 2टासम्म बच्चा एबर्सन प्लस पाठेघरको एकतिरको नली पनि छैन। अनि एउटा श्रीमतीले पाउनुपर्ने हक अधिकारबाट पनि वञ्चित गराएर उहाँहरूले चाहिँ डिभोर्स दिनुभयो, त्यहीबाट सफाइ पायो होइन। उसले डिभोर्स त्यहाँको बद्रीप्रसाद ओलीले कति भयो डिभोर्स भएको? डिभोर्स भएको चाहिँ 2079 सालको वैशाख 7 गते डिभोर्स जुन दिन उहाँहरूले गर्नुभयो त्यो दिन मलाई काका ससुराले चाहिँ बिचमा मलाई म चाहिँ घर गएर बसेको थिएँ, मलाई घरबाट निकालेको थियो। मेरो बस्ने ठाउँ केही पनि थिएन, खाने बस्ने केही उहाँहरूले दिनुभएको थिएन। मलाई यति धेरै तनाव दिनुभएको थियो, कोरोनाको टाइम थियो। त्यसपछि अनि मलाई आम युवाको टिमले चाहिँ घरमा लगेर चाहिँ सुरक्षित साथ राखिदिनु भएको थियो, त्यहाँनिर एउटा मात्रै कोठा दिएको थियो। अनि त्यही बिचमा चाहिँ काका ससुराले बलात्कारको प्रयास गर्नुभयो त्यही दिन जुन दिन मेरो फैसला आउनेवाला थियो। अब त हाम्रो बुहारी पनि होइन, अब एकचोटि म तँसँग चाहिँ सम्बन्ध राख्छु नै भनेर जबरजस्ती करनीको प्रयास गरिसके पछाडि मैले अदालतमा नै पोइजन पनि खाएको हो। अनि त्यो केसमा पनि उहाँले सफाइ पाउनुभयो। पहिला सुरुमा चाहिँ पूर्वपक्षमा चाहिँ पठायो उसलाई काका ससुरालाई, अनि पछि 2 लाख ढलौटीमा यहाँबाट छोड्नु भएछ। त्यो छोडेपछि मैले चाहिँ बारम्बार मैले फलोअप गर्दाखेरि पनि यहाँको सरकारी वकिलले पनि केही पनि मलाई चाहिँ जानकारी गराउनु भएन। म पेसी कहिले थियो, बहस कहिले भयो, कहिले मान्छे छुट्यो भन्दा पनि थाहा भएन। ऊ निस्केर म माथि कुटपिट भयो, आक्रमण भयो र पनि मेरो कुनै पनि मुद्दाहरू दर्ता गरिएनन्। अनि उहाँले सफाइ पाउनुभयो, पूर्ण सफाइ पाउनुभयो। अहिले त्यो डिएसपी पनि खुल्लमखुल्ला हिँडेको छ। मैले बारम्बार आइजिपी अफिसमा, मानव अधिकार आयोगदेखि लिएर गृह मन्त्रालयसम्म ढोका ढकढकाइसकेँ, कहीँ जाँदाखेरि केही पनि भएन। सडक आन्दोलनहरू पनि गरेको गरेकै थिएँ र पनि केही सुनवाई भएन। अब मेरो विकल्पै केही छैन। मलाई चाहिँ यति धेरै पीडा भएको छ, यति धेरै हिंसा एउटा महिलाले भोग्नुपर्ने सम्पूर्ण हिंसा, सम्पूर्ण पीडाहरू मैले भोगेको छु। अनि त्यत्रो गर्दाखेरि पनि मैले न्याय नपाएपछि चाहिँ अब अन्तिम विकल्प भनेको चाहिँ यो अनसन हो जस्तो लाग्यो। जस्तो कि अहिले हजुरले यो जुन सेलुन पानी नै भन्छ क्यारे यसलाई होइन, यो चढाइराख्नु भएको छ, किन यसलाई चाहिँ तपाईँको स्वास्थ्य गडबड भएको कारणले गर्दा? हजुर, यो सुगरको लेभल पनि कम भयो अनि प्रेसर पनि लो भएको कारणले गर्दाखेरि चाहिँ। अनि कतिवटा बोतल चढ्छ दिनमा? आजदेखि नै सुरु गरेको, आज 4थो दिन हो। अनि अहिले चाहिँ तेस्रो बोतल हो अहिले, 3वटा। हजुर यहाँ बसेको 4थो दिन भयो है। हजुरलाई लाग्छ अब एउटा भनौँ न यत्रो धेरै अन्यायमा परेर आउनुभयो, एउटा बाटोसम्म आउनुभयो होइन, अब यो रोडमा आएर यो अनसन बसेर तपाईँले न्याय पाउनुहुन्छ जस्तो लाग्छ त? अब सडक आन्दोलनहरू चाहिँ धेरै गरे तर इफेक्टिभ केही पनि भएन होइन। पहिला पनि रोडमा आएर नै धेरै मान्छेहरूले न्याय पाएका छन्। मलाई पनि त्यो न्याय दिलाइदिनुहुन्छ होला भन्ने मैले। के चाहनुहुन्छ त अब?
मेरो माग भनेको चाहिँ अहिले जसले मलाई चाहिँ जबरजस्ती डिभोर्स यो बलात्कारको जुन घटना छ उहाँले फिर्ता गर्न लगाइदिनु भयो त्यो चाहिँ अब खोजी गरेर त्यसलाई चाहिँ अब अनुसन्धानमा ल्याएर कारबाही गर्नुपर्छ सुरज कार्कीलाई डिएसपी सुरज कार्कीलाई मेरो मागै सुरज कार्कीलाई चाहिँ कारबाही हुनु पर्यो हो त्यसपछि त्यही अनुसार मेरो थापाथली प्रसुति गृहमा मेडिकल पनि छ त्यो बलात्कारीलाई पनि कारबाही हुनु पर्यो बलात्कारकै सजाय हुनु पर्यो अनि दोस्रोमा सम्बन्ध विच्छेद जुन छ सम्बन्ध विच्छेदको मुद्दाहरूमा चाहिँ यति सजिलै जस्तै कुनै कारण विशेष भनौँ न आपराधिक क्रियाकलाप लुकाउनको लागि गरिएको विवाह थियो नि त उहाँहरूले चाहिँ मेरो कुनै पनि अगाडिका हिस्ट्रीहरू नहेरिकन एउटा मानसिक तनाव दियो भनेर बिना कारण उहाँहरूले चाहिँ एउटा केही पनि कारणै केही छैन त्यो कारणै बिना चाहिँ पहुँचको भरमा पैसाको भरमा पावरको भरमा चाहिँ उहाँहरूले चाहिँ सम्बन्ध विच्छेद गराइदिनु भयो 6 महिना भयो मैले सिन्दुर हालेर लगेको 6 महिना नभइकन एउटा छोरी मान्छे फेरि माइती नै फर्केर आएर यसरी रोडमा भौतारिँदा बस्दाखेरि मेरो फ्यामिलीलाई कस्तो भयो होला म तराईको मान्छे होइन मेरो कोही पनि छैन दायाँ बायाँ अहिले मैले यहाँ लडिराख्दाखेरि मेरो फ्यामिली आएर सपोर्ट गर्ने माध्यम छैन अहिले यति धेरै गाह्रो भइराख्दाखेरि चाहिँ यो मुद्दाहरूलाई यति धेरै कमजोर बनाइएको छ अनि मैले वकिल राख्न सकिनँ समयमै त्यही अनुसार पनि मलाई धेरै गाह्रो भयो अनि अहिले चाहिँ पद र पावरको भरमा उहाँहरू एकदम पावरफुल मान्छे हुनुहुन्छ हैन शक्तिशाली हुनुहुन्छ पैसामा पनि एकदमै अगाडि हुनुहुन्छ व्यापारीहरू हुनुहुन्छ अनि उहाँहरूको मामाहरू पनि एकदमै ठुल्ठुलो पदमा हुनुहुन्छ अनि यसरी भन्छुनकै आधारमा सम्बन्ध विच्छेद दिदिने म त एउटा खेलौना जस्तो भए नि त उहाँहरूले पैसाको र एउटा पावर हजुरमाथि युज गरियो र एउटा नेपालको चेलीलाई चाहिँ एकदमै अन्यायमा पारियो होइन जहाँ कि नेपालमा पैसाले जे पनि गर्न सक्दो रहेछ मान्छेले नि त नेपालमा पैसा अनि पद भएपछि जे पनि गर्छ बलात्कार गरे पनि भयो हत्या भए पनि उहाँहरूलाई यसो ढलौटी राख्न सक्ने क्षमता छँदैछ जति मागे पनि ढलौटी राख्छु निस्किन्छु ठुलो वकिलहरू राख्नको लागि पनि पैसा नै चाहिँदो रहेछ कानुन बुझ्नको लागि सरसल्लाह दिनको लागि पनि पैसै चाहिँदो रहेछ अनि हामी जस्ता गरिबका छोराछोरी अब जेलमा सर्ने बिचरा लालबहादुर विककै हेरौँ होइन उहाँ पनि जेलमा बिना कारण बसिराख्नु भएको छ म जस्ता पीडित जो बलात्कारबाट पीडित भएर यसरी गरिरहेछ आइरहेको छ अगाडि जो चाहिँ बिना कारण रोडमा भौतारी राख्नुपर्छ महिलाहरू अब पैसा छ भने सबै कुरा छ रहेछ पैसा छैन भने केही छैन न्यायालय त झन् पूर्ण बिकाउ छ एकदमै धेरै भ्रष्टाचार छ न्यायालयमा अब यो सिस्टमलाई चाहिँ एउटा मन्दिरमा जाँदाखेरि कसरी हामी भगवान्लाई बराबर मान्छौँ त्यसरी नै हुनु पर्यो न्यायालयमा चाहिँ विशुद्ध न्यायीकरण हुनुपर्छ जो पीडित हो त्यसले न्याय पाउनुपर्छ पीडकले जतिसुकै पद र पावरमा भए पनि उहाँले सजाय पाउनुपर्छ भन्ने मेरो माग हो हस् धन्यवाद हजुरले चाहिँ अहिलेसम्म सपोर्ट गरेर बस्नु भएको छ यहाँनिर होइन कति दिनदेखि उहाँलाई सपोर्ट गर्दै हुनुहुन्छ आखिरी अब कहिलेसम्म चाहिँ हजुरले सपोर्ट गर्नुहुन्छ उहाँलाई सुरुमा त बिनुजीलाई मैले पहिलो पटक भेटेको चाहिँ म निहारिका राजपुतसँग आमरण अनसन बसेको थिएँ म आमरण अनसन बसेको बेला तेस्रो दिन भएको थियो हामी आमरण अनसन बसेको त्यतिखेर बिनुजीले त्यहाँनेरि आएर आफ्नो पीडा सुनाउनु भएको थियो अनि सुनाइसकेपछि चाहिँ उहाँले हामी आमरण अनसन बसुन्जेल धेरै सहयोग पनि गर्नुभयो होइन उहाँ आफै पनि पीडामा हुनुहुन्थ्यो उहाँ आफै पनि भिक्टिमाइज भइसक्नु भएको मान्छे होइन अझ उहाँहरू जस्ता व्यक्तिहरूलाई चाहिँ म सर्भाइभर भन्न रुचाउँछु उहाँ सर्भाइभ गरेर आउनुभएको छ नि त उहाँ एउटा सर्भाइभर भएर अर्को सर्भाइभरलाई चाहिँ मैले बचाउनुपर्छ उहाँको लागि बोलिदिनुपर्छ भनेर उहाँ त्यहाँ आइरहँदाखेरि चाहिँ उहाँ साँच्चीकै केही न केही पीडामा परेर उहाँ आउनुभएको होला भन्ने मलाई अनुभूति भयो होइन अहिले लगभग म उहाँसँग कनेक्ट भएको 1 वर्ष बढी भइसक्यो अहिले 1 वर्षसम्म त उहाँ मेरो आफ्नै आफन्त जस्तै भइसक्नुभयो होइन हरेक दिन उहाँले मलाई आफ्नो विभिन्न पीडाहरू सुनाउनुहुन्छ उहाँको हरेक केसहरूमा सुरुवातदेखि जोडियो होइन उहाँका मुद्दाहरू के भइरहेको छन् भन्ने विषयमा नजिकदेखि थाहा पाइयो त्यो हुँदाखेरि सुरुमा त उहाँको मुद्दा हुन्छ नि टाइम रहँदैखेरि पनि उहाँको मुद्दा दर्ता गराउनलाई दिएन के नदिइसकेपछि चाहिँ मुद्दा दर्ता गराउन पनि कति धेरै दुःख सङ्घर्षका साथ मुद्दा दर्ता गर्नु पर्यो के त्यसपछि बिनुजीले सेतो साडी लगाएर रातो रङ सर्वोच्च अदालतमा पनि फाल्नुभयो त्यो कुरा हामी सबै मिडियाकर्मीहरूलाई थाहा भएको कुरा हो होइन कान्तिपुरदेखि लिएर होइन नेपालका जति मेन स्ट्रिम मिडियाहरू छन् सबै मिडियाहरूले बिनु यादवको विषयमा सायद थाहा नभएको मान्छे कोही छैन होला के सर्वोच्च अदालतको देशको सबैभन्दा ठुलो मानिने अदालत सर्वोच्च अदालत हो म एउटा कानुनको विद्यार्थी पनि हो त हुँदाखेरि सर्वोच्च अदालतका न्यायाधीशहरू पनि बिनु यादवको मुद्दाबाट अछुतो रहेका छैनन्
उहाँहरूलाई पनि यो विषयमा राम्रोसँग थाहा छ। अहिले हामी माइतीघर मण्डलामा आमरण अनसन बसिरहनु भएको छ बिनुजी। आज यहाँनिर 4 दिन भयो आमरण अनसन बसेको। उहाँलाई पहिलो दिन उहाँ सर्वोच्च अदालतमा आमरण अनसन बस्ने कोसिस गर्नुभयो, यो निषेधित एरिया हो, तपाईँ यहाँ बस्न पाउनुहुन्न भनेर। आमरण अनसन बस्न लागिरहेको एउटा नारी जो विवाह भएर पनि उहाँ हिंसामा परेर उहाँ बाहिर निस्किनु भएको छ, त्यस्तो महिलालाई, जो भोको प्यासो महिलालाई पुलिसहरूले लछार पछार गरेर उहाँहरूले अनाम नगरको प्रहरी बिटमा लगेर उहाँ दिनभरि त्यहाँनिर राख्नुभयो। त्यसपछि बल्ल बल्ल उहाँलाई राति पख उहाँहरूले छोड्नुभयो। उहाँहरूले धर्ना नबस्ने शर्तमा छोड्नुभयो होइन, तर उहाँ त लड्नको लागि बाहिर निस्किनु भएको थियो नि त। अनि त्यसपछि उहाँलाई त्यहाँबाट छोडिसकेपछि उहाँ बसन्तपुर जानुभयो। बसन्तपुरमा जानको लागि पनि कुनै व्यवस्थापन थिएन, त्यहाँनिर बस्नको लागि पनि त्यस्तो केही पनि थिएन। त्यो दिन उहाँ चिसै भुइँमा एउटा मात्रै यो तल यो ब्ल्याक कलरको यो यसलाई के भन्छ म्याट्रेस लगाएर उहाँ सुत्नुभयो होइन। त्यो दिन उहाँसँग त्यस्तो यो सिरक डस्ना केही पनि थिएन। त्यसपछि दोस्रो दिन भोलिपल्ट बसन्तपुरमा फेरि उहाँ फर्केर माइतीघर मण्डल आउनुभयो बिहान, र राति सुत्नलाई चाहिँ बसन्तपुर जानुपर्छ भनेर उहाँ बसन्तपुरमा सुत्न जानुभएको थियो। त्यहाँ बसन्तपुरमा नि हस्तक्षेप गरेर हुँदैन भन्दा भन्दै पनि बिनुजीले होइन म कहाँ जानु त भनेर उहाँले भने गरेपछि त्यो दिन उहाँ बसन्तपुरमा त सुत्नुभयो। तर भोलि बिहानै आएर फेरि नगर प्रहरीले यो निषेधित एरिया हो बिनुजी, तपाईँ यहाँ अनसन बस्न पाउनुहुन्न भनेर फेरि आमरण अनसन बसिरहेको नारी, जो एक थोपा आमरण अनसन भनेको तपाईँहरू सबैलाई थाहा छ, पानी शुद्ध नखाइकन उहाँ भोको प्यासो बसिरहनु भएको छ, त्यस्तो महिलालाई फेरि उहाँहरूले उठाएर फेरि ल्याएर यहाँ माइतीघर मण्डलामा उहाँहरूले फालिदिनु भयो होइन। तेस्रो दिन उहाँ दिनभरि यहाँ बस्नुभयो। फेरि प्रहरीले आएर यहाँ तपाईँहरू बस्न पाउनुहुन्न भनेर हिजो पनि रातभरि उहाँहरूले न्यु खोज्दा गरेर होइन हामी यहीँ बस्छौँ, तपाईँहरूले यहाँ बस्न नदिने भएदेखि तपाईँहरूले लिएर जानुहोस्, बरु जहाँ जानु छ त्यहीँ गएर बस्छौँ भनिसकेपछि चाहिँ हामीले एकदमै जितका साथ हामी कहीँ नउठ्ने भनेपछि उहाँहरूले पाल पनि ताङ्न दिनुभएको छैन। हामी खुल्ला आकाशमा बसेका छौँ। हजुर राति पनि खुल्ला आकाशमा बसेको, शीत पनि परिरहेको छ होइन। राति त झन् धेरै जाडो हुन्छ, तपाईँलाई थाहा छ। अझ यहाँ यो त खुल्ला आकाश भयो, यहाँनिर एकदम धेरै शीत पर्ने ठाउँ भयो, यो त झन् रुखको मुनि भनेपछि त त्यो भइसकेपछि राति पनि हिजो यहीँनिर सुत्नु पर्यो। हामीले टेन्ट लगाउन खोजेका थियौँ, उहाँहरूले टेन्ट लगाउन दिनु भएन, त्यो पनि उहाँहरूले लिएर जानुभयो होइन। सिंहदरबार त हाम्रो होइन, हाम्रो अहिले संसद भवन पनि हाम्रो भएन, तर सडक त नागरिकहरूका निम्ति बनेका हुन् नि त। सडक त हरेक नागरिकको हो। यहाँनिर हामी हरेक नागरिकले कर तिरेका छौँ यो देशमा बाँच्नका निम्ति भनेर। त्यो भइसकेपछि हामीले सडकमा पनि हामीले आन्दोलन गर्न पाउँदैनौँ, हामीले आफ्ना निम्ति बोल्न पाउँदैनौँ भनेदेखि हामीले आवाज राख्ने ठाउँ चाहिँ कहाँ त भन्ने पनि अहिले प्रश्न बनेको छ। किन भन्दाखेरि यहाँ हामी आमरण अनसन बसेको कुरा सिंहदरबारलाई पनि यो कुरा थाहा नभएको होइन, संसद भवनमा बसिरहेका हरेक व्यक्तिहरूलाई यो कुरा थाहा छ होइन। तर थाहा भइरहँदाखेरि पनि सायद यो माइतीघर मण्डलाको बाटोबाट दिनमा कम्तीमा पनि 50-60वटा सरकारी गाडीहरू त हिँड्छ नै होला। 50-60वटा सरकारी गाडी हिँडिरहेको रोडमा यहाँनिर एउटा बिनु यादव आमरण अनसन बसिरहनु भएको छ। बिनुको लागि मात्रै बसेको होइन होला, उहाँको यो पर्सनल मुद्दा छ, तर यहाँनिर कुनै मुद्दाहरू उहाँको पर्सनल मुद्दा छैन होइन। त्यो भइसकेपछि उहाँले चाहिँ एकजना बिनु आफू बसेर उहाँले हजारौँ बिनुहरूको प्रतिबिम्ब गरिरहनु भएको छ के। आज उहाँ यहाँ बसिरहँदाखेरि अरू भिक्टिमहरूले पनि म्यासेज गरिरहनु भएको छ उहाँहरूले हामीलाई फेसबुकमा, हामी पनि यस्तो कुराबाट हामी पीडित भएका छौँ, हामी पनि यो आन्दोलनलाई समर्थन गर्न चाहन्छौँ, हामी पनि पावर र पैसाको कारणले गर्दाखेरि हामीले हाम्रो लागि न्यायको पहुँच नभएको हो भनेर भनिरहनु भएको छ। त्यो भनिरहँदाखेरि यो सरकार चाहिँ कसका निम्ति बनेका हुन् भन्ने कुरा पनि अहिले एकदमै ठुलो प्रश्न चिन्ह बनेको छ कि। आज चौथो दिन भइसक्यो, नेपालको सबैभन्दा ठुलो सर्वोच्च निकाय भनेको त हामीले अहिले संवैधानिक आयोगहरू पनि बनाएको छ। नेपालको संविधानले संवैधानिक आयोग बनाएको छ। संवैधानिक आयोगभित्र कुन आयोग पर्छन् भन्दा राष्ट्रिय महिला आयोग पर्छन्, राष्ट्रिय मानवाधिकार आयोग पर्छ। तर चौथो दिन भइसक्दाखेरि पनि यहाँनिर एकजना पनि प्रतिनिधि आउनुभएको छैन, न त राष्ट्रिय मानवाधिकार आयोगबाट आउनुभयो न राष्ट्रिय महिला आयोगबाट। राष्ट्रिय महिला आयोग भनेको एउटा त्यस्तो आयोग हो जसले चाहिँ महिलाहरूका इस्यु उठाउनका लागि बनेको आयोग हो, तर त्यो आयोगले महिलाहरूको इस्यु उठाइरहेको छैन।
त्यो आयोगका त्यहाँनिरका आयुक्तहरूले आफ्नो लागि भत्ता खानका लागि मात्रै उहाँहरूले पीडितहरूको अनुहार बेचेर त्यो कुर्सीमा पुग्नु भएको छ भनेदेखि यहाँ आज पीडित आएर म पीडित भएको छु, मलाई तपाईँहरूले न्याय दिनुपर्छ भने उहाँहरू बसिरहनु भएको छ भनेदेखि चाहिँ उहाँहरूले न्याय दिने यो उहाँहरूको कर्तव्य हो। र त्यो भनिरहँदाखेरि बिनुजी आज यहाँ रहरले बस्नु भएको होइन के, कोही पनि सडकमा रहरले बस्दैन के। सरकारले धरपकड गर्न खोज्ने, घरि कुट्न खोज्ने, प्रहरी प्रशासनलाई लगाउने, उहाँहरूलाई बसिरहेको आमरण स्थलबाट उठाउनुहोस् लगेर थुन्नुहोस् भनेर राख्ने। ठिक छ, थुन्नुहोस् न, पीडकहरूलाई थुन्ने उहाँहरूको ल्याकत छ त? छैन नि त। उहाँहरूको पावरफुल मान्छेहरूलाई थुन्ने ल्याकत छैन। त्यस कारणले गर्दाखेरि उहाँहरू गरिब निमुखा जनताहरूलाई थुन्नुहुन्छ। यही नै हो मेरो भन्ने कुरा। हस्, हजुरले यतिको सपोर्ट दिनुभएको छ बिनुजीलाई, धेरै धेरै धन्यवाद छ हजुरलाई। आगामी दिनमा पनि हाम्रो साथ सपोर्ट हजुरलाई रहने नै छ र जो दोषी छ उसले दोषीलाई कारबाही पक्कै पनि हुनुपर्छ र सरकार अन्धो बन्न पाउँदैन, किनकि सरकारले न्याय र अन्याय छुटाउन जरुरी छ। एउटा सरकारी कर्मचारीको मार्फतबाट नै आज यो अन्यायमा पर्नु भएको छ भने उहाँलाई पनि हामी भन्न चाहन्छौँ, सरकारी कर्मचारी भएर पैसाको र पावर, आफ्नो पदको पावर चाहिँ नदेखाउनुहोस् भन्दै अमूल्य समय तपाईँहरूलाई दुःख दिएँ मैले, त्यसको लागि पनि धेरै धेरै धन्यवाद दिँदै म तपाईँसँग बिदा हुन चाहन्छु है त। हस्, धन्यवाद हजुरलाई पनि। हाम्रो यो आवाज तपाईँले पुर्याइदिनु भयो जनता सामु। हामीलाई धेरैजना मान्छेले हेरिरहनु भएको छ। उहाँहरूले पनि बिनुजी अहिले माइती घर मण्डलामा आमरण अनसन बसिरहनु भएको छ। तपाईँहरू सम्पूर्ण यहाँनिर बिनुजीलाई आएर उहाँको आमरण अनसनमा साथ दिइदिनु होला भनेर पनि भन्न चाहन्छु। र नेपालको संविधानले अन्धो चाहिँ भन्दैन, दृष्टिविहीन भन्छ, त्यो पनि मैले तपाईँलाई जानकारी गराउन चाहेँ। सरकार दृष्टिविहीन भइसकेको छ। सरकारको दृष्टि खोल्नका लागि हामी यहाँनिर बसेका हौँ। मलाई आशा छ सरकारले छिटै दृष्टि खोल्नेछ। धन्यवाद।